हेलो एभ्रिवान, गुड मर्निङ। सबैजनालाई शुभ बिहानी, हौवा सेवा सबैजनाले। अनि हिजो आज भोलि पनि छुट्टी छ, त्यो भएको हुनाले आज नि छुट्टीको सदुपयोग गर्दै पुरा समय चाहिँ नि बाहिर शारीरिक व्यायाम शारीरिक अभ्यासको लागि निस्केको। आज बिहानै निस्कियो अनि अहिले चाहिँ शारीरिक व्यायाम दौडिँदै आएर शारीरिक व्यायाम गर्ने पार्कमा चाहिँ मजाले एक्सर्साइज गरिँदैछ। अनि गर्मी त छँदैछ, मजाले व्यायाम पनि गरिँदैछ है। आजको दिन चाहिँ व्यायामबाट सुरु भयो, दौड अनि शारीरिक व्यायाम। आजको दिन सरसफाइमा जान्छ, भोलि पनि सामान्य फुर्सदकै समयमा बिताइन्छ। पसिनाले चिप्लिएर होइन ल। अनि मैले पार्क त देखाउनै पऱ्यो अब होइन, पार्क देखाउनै पऱ्यो। अनि प्रशस्त जङ्गल छ ल, बास्केटबलको लागि छ। त्यस पछाडि प्रतीक्षालय पनि छ, डस्टबिनको व्यवस्था पनि छ, विभिन्न क्याटेगोरीकोहरू छ। यता सिटअपको लागि छ, यता हेभिङको लागि। अनि यस्तो छ स्थानहरू चाहिँ। यो चाहिँ एनी 24 घन्टा यो चाहिँ पार्कै लागि छुटिएको एक्सर्साइजको लागि। अनि खाली खुट्टा हिँड्नको लागि, खाली खुट्टा हिँड्दा पनि भयो, अनि जुत्ता लाएर पनि हिँड्छ। अधिकांश मान्छे, कमै मान्छे खाली खुट्टा हिँड्नुहुन्छ। अनि यो चाहिँ सिमेन्टेड हो नि त, खासै खाली खुट्टा हिँडेर फाइदा छैन। अनि केटाकेटीको लागि पनि मजाको स्पोर्ट छ, फ्री छोडिदिने। अनि एडल्ट हाम्रो लागि पनि एकदमै राम्रो छ। बुढाबुढीहरू सबै मजाले वाक गर्नु छ यहाँ आएर सिङ्गल। अनि त्यो चारैपट्टि जङ्गल, यो जङ्गलदेखिको बाहिरबाट ठुलो के अरे बस्ती छ, सहरै छ, घरै घर छ। जङ्गल घर चाहिँ यहाँको